हेलो गाइस पाइन्छ 5000 जेसम्म आउँथ्यो त मैले हेर्नु मार्गमा नभएर पचाएन जामाचो जाने मान्छेहरूको बाइक हो है यो चाहिँ सबै यहाँबाट नि हिँड्ने यार एकचोटि है बहुत हिँड्नु 4 किलोमिटर हिँडे त केटाहरूको त भोलिपल्ट त तिग्रा गलेर क्यामेरा बुझ्नु गाडी चलाउँदैन नसकेर सानोवाला यसो गर्नु नि त सम्झिनु पहिलाको त्यो बेलाको सम्झिनु त्यति बेला झन् राम्रो थियो आफूलाई त्यति बेला झन् राम्रो थियो झन् राम्रो थियो अहिले त यहाँ होटल भन्नुपर्छ बल्ल आयो है ब्लग हो क्या उति त अनि कहाँ एकछिन खेल्नु हुँदैन चिल्ले पनि उति गरेर फिक्स भनेको फिक्स भन्दै क्या 90s नै आयो बल्ल बल्ल 90s आयो है त्यो कन्भर्सेसन चाहिँ मान्छे कन्भर देखाउनु पर्ने नभए त कन्भर्सेसन त भयो त 90s भनेर अहिलेको जमाना त्यो बेला झन् छैन यो कन्भर्सेसन चाहिँ बढी त्यो बेला भने म यो बेला भए पनि त्यो बेलाको मनपर्छ मलाई कन्डिसन हो यहाँ के हुन्छ भने यो कुरा सजिलै पाइँदैन त्यो त अनि यो कुराको मूल्य हुन्छ अहिले सजिलै पाइन्छ एक प्लेट मोमो खाने ऊ यहाँ त्यो दाइलाई हामी उता यताबाट 5 माने जान सकिने छैन सोध्नु ल यहाँले बाटो बिग्रिहाल्छ भने केटै जानुपर्छ फेरि 5 माने नै उक्लिने हुन्छ उताबाट चाहिँ रोड उक्लिनुपर्छ त्यो ठुलो खोलाबाट उक्लिने बाटो छ अहिले कहाँबाट जाने कता जाने भुवनेश्वरी 5 जाने भुवनेश्वरी पहिला